RX 100 EP को RX 100 को त उयो नै के अरे साइलेन्सरै बिग्रेको छ हौ। रातिको बजेछ 12 ट्याक्सीमा 4 जना अलि बिस्तारै। हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ नेपाली हिपहप न्यूजमा। म पहिलाको जस्तै नेपाली हिपहप सम्बन्धी खबरहरु लिएर आइसकेको छु। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने लाइक सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो सुरु गरौँ। आजको फर्स्ट अपडेट रहेको छ याबी द गोटको बारेमा। याबी द गोट रिसेन्टली लाइभ आउनु भएको थियो र उहाँले एल्बम आउने बारे थुप्रै कुराहरुको जानकारी दिनुभएको थियो। यो सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ। यस सर, कोलाबोरेसन धेरै भयो, बाहिर पनि धेरै छ कोलाबोरेसन हैन। हाम्रो सिंगल प्रोजेक्टहरु पनि अब म ड्रप गर्ने सोचिरहेको छु। छिटै मार्केटमा उपलब्ध हुन्छ, युट्युब एभ्रिवेयर। धेरै टाइम भइसक्यो है गाइस गीत ड्रप नभएको। अब एल्बम ड्रप गर्ने भनेको अनि एकैचोटी सबै सङ बल्कमा ड्रप गर्दा मलाई त्यस्तो ठीक होला जस्तो लागेन। सो सिंगल सिंगल गरेर ड्रप गर्छु होला म। अब त्यस्तो भयो, डिसिजन चेन्ज भयो। त्यहाँ एल्बम आउँछ तर सिंगल सिंगल गीतहरु ड्रप गर्छु मैले। एकैचोटी राख्दिन्न सबै, त्यो भ्याल्यु नै हुँदैन जस्तो लाग्छ सबै सङ एकैचोटी राख्दियो भने। गीतहरु मैले गरिसकेँ, म टन्नै गीतहरु गरिसक्यो। म्युजिक भिडियो पनि गरिसकेँ एउटाको हैन। अब त्यो कहिले ड्रप गर्ने भन्ने प्लानिङमा हो। लगभग बल प्रोजेक्टहरु मैले बनाइसकेँ, कलेक्सन। र त्यसैगरी याबीकै कुरा आउँदाखेरि याबी द गोटले नवाज अन्सारीसँग कोल्याब गर्ने बारे पनि केही कुरा राख्नु भएको छ। यो सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ। नवाज दाइसँग पनि थियो मेरो ट्र्याकहरु है। अब कहिले अब यसो मेसो मिल्छ मिलाएर हाल्नुपर्छ। र त्यसैगरी याबी द गोटले लाइभको क्रममा आफ्नो अपकमिङ सङको सानो फ्री भर्ज हान्नु भएको छ। यो सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ। यो सङ कहिलेसम्म आउँछ आगामी दिनमा म जानकारी त दिइहाल्ने छु। रातिको बजेछ 12 ट्याक्सीमा 4 जना अलि बिस्तारै। हाकोको कपीमा सबै हिसाब छ। कोकोले रिस मान्छ, कोको रिसाह छ। फरकै पर्दैन मलाई जिस्काएर जान्छु म त्यहाँ मात्र जहाँ भेट्छु फाइदा। त पनि नाङ्दिन्छस् लेभलको दायरा जब दिन्छस् घरमा पैसा कमाएर। Man, I'm blessed. सपनाको सहरमा भारी बिसाएर गर्दैछु रेस्ट। खान्छु म बियरमा रेड बुल मिसाएर। गर्दैन फ्लेक्स, तनल भिजन अनि तनल डिजायर छ। बेच हुज नेक्स्ट, हामी आइसके छिक्नेर आउँछ डिजास्टर। र त्यसैगरी अर्को अपडेट रहेको छ भाइबर साइमनको तर्फबाट। भाइबर साइमन पनि इन्स्टाग्राममा लाइभ आउनु भएको थियो र उहाँले थुप्रै कुराहरू भन्नुभएको छ। RX 100 EP किन नआएको कुरा पनि उहाँले राख्नु भएको छ र यङ वेभ कस्तो लाग्छ भन्दा कसैले सोध्नु भएको थियो। उहाँले त्यो रिप्लाई पनि दिनुभएको छ। के भन्नुभएको छ यस सानो क्लिप तपाईहरु सुन्न सक्नुहुनेछ। RX 100 EP को RX 100 को त उयो नै के अरे साइलेन्सरै बिग्रेको छ हौ। साइलेन्सर बिग्रेर अरु गीतै आउन पाएन क्या। आएछ अरे यङ वेभ कस्तो लाग्छ? राम्रो छ ऊ, राम्रो छ, राम्रो गरिरहेछ। सबैले राम्रो गरिरहेछ, एप्रिसिएट गरिन्छ हैन। जोतमा अब हामी त्यस्तो त्यो हुन्छ नि त, जोतमा त्यो रिजनै बिना जे पाए त्यही भन्ने पनि हैन। त्यो अलिक त्यो परेन पनि हैन। सोझो केटा हामी, एकदम सोझो केटा हो। मेक ब्रदर्स आउँछ मेरो टक्क 5 वटा गीत मेरो ब्याकअपमा छ टक्क। म टाइम मात्रै कुदिरहेको हो क्या। यस्तो भइरहेछ क्या मेरो त नयाँ गीत अस्ति ड्रप गर्ने भने हो हैन। हल्का त्यहाँ यो बिट सिटको कामले गरेर हल्का अड्किरहेछ क्या। जस दामी एउटा के अरे जस राम्रो भएको छ, छोटो मिठो एउटा दामी गीत छ। अनि त्यस पछाडि चाहिँ दुई तीनवटा हुन्छ होला हैन। त्यही भएर टक्क गर्नुपर्छ बिस्तारै मिलाएर। र त्यसैगरी भाइबर साइमनले आफ्नो अपकमिङ सङको सानो भिडियो पनि देखाउनु भएको छ इन्स्टाग्राम लाइभमा। यो भिडियो तपाईहरु हेर्न सक्नुहुनेछ। यो सङ कहिलेसम्म आउँछ म तपाईहरुलाई जानकारी त दिने नै छु। मेरो टक्क यस्तो गर्दिन यो चाहिँ मेरो अपकमिङ गीतै केटा हो। यो रिलिज भएको छैन है। तर तिमी आउँदैनौ, what you want it all, fuck
हिरो देख्या त के हो सिटी त पहिला भन्थ्यौ सक्दिन तिमीलाई छोड्नलाई टुटिसक्यो मुटु फेरि नआउ तिमी छोड्नलाई एकै प्यारी साडी हुँदैन फेरि र त्यसै गरी अर्को अपडेट रहेको छ क्रिजनको तर्फबाट क्रिजनको नयाँ सङको ट्रेलर आउट भएको छ जसको नाम रहेको छ टाइम टाइममा यो सङ कहिलेसम्म आउँछ म तपाईँहरूलाई आगामी दिनमा जानकारी त दिने नै छु र त्यसै गरी अर्को अपडेट रहेको छ टङको तर्फबाट यो अपडेट मैले पहिले पनि दिइसकेको छु यो सङ कहिलेसम्म आउँछ आगामी दिनमा म तपाईँहरूलाई जानकारी दिने नै छु यो सानो क्लिप मैले हालिदिएको छु तपाईँहरूले हेर्न सक्नुहुनेछ र यो फुल भिडियो मैले डिस्क्रिप्सनमा लिङ्क राखिदिएको छु तपाईँहरू गएर सुन्न सक्नुहुनेछ मलाई खुसी भई बाँच्न बकिने जतिलाई विश्वास दुःख पाउनेलाई गर्छु म प्रार्थना मरेरै जानु छ भनी के नगरी कसले यहाँ बुझ्छ यथार्थ र त्यसै गरी अर्को अपडेट रहेको छ न्यास्टीको तर्फबाट न्यास्टीको ब्रान्ड न्यू सङ आउट भएको छ ANTFबाट जसको नाम रहेको छ लेजेन्डरी Let me jog your memory, homie, you're not running. They tell me dumb it down, but I don't rap for the dummies. It's a cold word, so homie, fuck the whole world. Turn my dream to $1, making sense, that's 100. हस्त साथीहरू आजलाई यति नै म आगामी दिनमा यस्तै नेपाली पप सम्बन्धी खबरहरू लिएर आउने नै छु त्यतिन्जेलको लागि बाई बाई भन्दै यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला हस्त धन्यवाद